So hi guys, welcome back to our video again. So हामी चाहिँ अब आजबाट चाहिँ उहाँहरू चाहिँ मेरो स्टुडेन्टहरू हो अलरेडी उहाँहरूको क्लास सकिसक्यो उहाँहरूले चाहिँ अब नयाँ नयाँ लुक क्रिएट गर्नुहुन्छ एभ्रिडे अनि त्यो लुक चाहिँ कसरी क्रिएट गर्नुहुन्छ मैले अन प्रोसेस अनि विथ रिजल्ट हजुरहरूलाई देखाउने छु है उहाँको चाहिँ मेकअप हुन्छ आज र उहाँले गर्नुहुन्छ यहाँ आउनुहोस् त म्याम सो उहाँ चाहिँ बिनिसा सुनार उहाँ चाहिँ प्रमिसा कडेल किप वाचिङ अस हेलो फ्रम देम सो उहाँले चाहिँ बेनिसाले चाहिँ फर्स्टमा फेस क्लिन गर्नुभयो त्यसपछि टोनर स्प्रे गरेर हातले ट्याप ट्याप गरेर उहाँलाई प्रेस गर्दै हुनुहुन्छ त्यसपछि मोइस्चराइजर लगाइदिँदै हुनुहुन्छ स्किन प्रेप इज भेरी इम्पोर्टेन्ट गाइज हामीले स्किन प्रिपरेसनमा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ त्यसपछि उहाँले गरिदिँदै हुनुहुन्छ आइब्राउजलाई पहिला फिल गर्नुभयो देन स्पुलीले बढी भएको ठाउँमा कम गरेर कन्सिलरको हेल्पले चाहिँ क्लिन गरिदिँदै हुनुहुन्छ आफ्टर आइब्राउज चाहिँ उहाँले गरिदिँदै आई बेस गर्नुभयो आई बेस गरेपछि चाहिँ यसरी फ्लपी ब्रस लिएर फर्स्ट कलर ब्लेन्ड गरिदिँदै गर्नुभयो गरेपछि चाहिँ उहाँले चाहिँ आज हाफ कट क्रिज गरिदिँदै हुनुहुँदो रहेछ सो सेकेन्ड कलरलाई नि ब्लेन्ड गरेर अगाडि हल्का कन्सिलर लिएर त्यसमाथि चाहिँ उहाँले ग्लिटर्स लगाइराख्नु भएको छ सिमर लगाइराख्नु भएको छ त्यसपछि अन्डर आइज अझै होस् लाइनर लगाएर चाहिँ क्लिन गर्नुभएछ त्यसपछि उहाँले लगाउँदै हुनुहुन्छ फाउन्डेसनलाई यसरी सरसर्ती हाफ फेसमा लगाउँदै ब्लेन्ड गर्दै गर्ने एकैचोटि लगाउँदा चाहिँ ड्राई हुन्छ आजभोलि म्याक्सिमम यो लिक्विड फाउन्डेसनहरू छिट्टै सो हाम्रो ब्लेन्डिङ चाहिँ राम्रो हुँदैन सो हामीले चाहिँ हाफ गर्दै ब्लेन्ड गर्दै फेरि अर्कोतिर अप्लाई गर्दै त्यसरी गर्ने त्यसपछि उहाँले गरिदिँदै हुनुहुन्छ नोज कन्टुरिङ पछि चाहिँ जे होस् होल फेस कन्टुर गरेपछि ब्लेन्ड गरिदिँदै हुनुहुँदो रहेछ त्यसपछि उहाँले गरिदिँदै हुनुहुन्छ कन्सिलर चाहिँ हामीले अन्डर आइजमा फरहेडमा नाकमा त्यसपछि चिनमा र यसरी उहाँले जहाँ जहाँ लगाउनु भएको छ त्यहाँ लगाउने अनि द मेन इम्पोर्टेन्ट भनेको चाहिँ घाँटीमा चाहिँ हामीले बिर्सिनु हुँदैन त्यसपछि उहाँले ट्रिपल पफ लिएर चाहिँ सेट गरिदिँदै हुनुहुन्छ फर्स्टमा अन्डर आइज देन होल फेस सेट गर्नुहुन्छ त्यसपछि उहाँले पाउडर ब्रसले नै घाँटीतिर पनि लुज पाउडर लगाइदिँदै हुनुहुन्छ देन ब्रन्जर जहाँ अघि हामीले कन्टुरिङ गराएको थियौँ त्यही माथि नै ब्रन्जरले सेट गरिदिँदै हुनुहुन्छ र नोज ब्रन्जर पनि एकदम इम्पोर्टेन्ट छ त्यसपछि ब्लसर अनि हाइलाइटर फेसमा सँगसँगै हाम्रो यो ब्युटी बोनमा पनि छुटाउनु हुँदैन इट्स रियली इम्पोर्टेन्ट र लिपस्टिक लाउनुभन्दा पहिला जहिले पनि आफ्नो लिप्सलाई चाहिँ क्लिन गर्ने थोरै भ्यासलिन लाएर क्लिन गर्यो भने अझै नरिस हुन्छ त्यसपछि उहाँले लगाइदिँदै हुनुहुन्छ लिपस्टिक देन उहाँले जेम्सको प्यारेट लिइराख्नु भएको रहेछ र ग्रिन कलर उहाँको ड्रेस अनुसार होला सायद अन्डर आइजमा चाहिँ ग्रिन कलरले ब्लेन्ड गर्दै हुनुहुन्छ र मस्कारा चाहिँ हाम्रो प्रमिसाले आफै लगाउँदै हुनुहुन्छ उहाँलाई ग्रिन टिका लगाइदिनु भयो अनि कर्नर्समा चाहिँ हाइलाइटर लगाइदिँदै हुनुहुन्छ यो स्विस ब्युटीको हाइलाइटर एकदमै राम्रो छ गाइज इट्स रियली वर्थ के यति राम्रो छ नि मेरो त फेभरेट नै हो सो उहाँको फाइनल लुक चाहिँ यस्तो देखिरहेको थियो आई होप हजुरहरूलाई मन पर्यो होला यस्तै भिडियोजहरूको लागि चाहिँ हजुरले हाम्रो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ थ्याङ्क यू फर वाचिङ अस बाई टेक केयर हेभ अ गुड डे